नमस्कार, म स्वास्थ्यकर्मी विजय यादव। आज हामी यो भिडियो मार्फत 7वटा ह्याबिट्स यानि कि 7वटा बानी हामीले कस्तो अपनायो भने हाम्रो किडनी यानि कि मृगोला स्वस्थ रहन्छ भन्ने विषयमा कुरा गर्छौं हैन। त्यो 7वटा बानीद्वारा कस्तो कस्तो अपनायो भने हाम्रो किडनी चाहिँ स्ट्रङ हुन्छ, हाम्रो किडनी चाहिँ हेल्दी रहन्छ हैन। त्यो कुराहरुको बारेमा हामी अहिले कुरा गर्छौं हैन। यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला, पुरै इन्ट्रेस्टिङ भिडियो रहेछ र यो स्वास्थ्यको लागि तपाईलाई अवश्य पनि फाइदाजनक रहनेछ भन्ने आशा गरेको छु हैन। र यो सरल भाषामा चाहिँ अब सरल भाषामा चाहिँ बुझिदिनु होला हैन। पहिलो भनेको एउटा प्रशस्त मात्रामा पानी खानु। मैले अघिल्लो पनि पटक दिनमा कति पानी खानुपर्छ भनेको थिएँ नि। प्रशस्त मात्रामा पानी खानु पर्यो, तर प्रशस्त मात्रामा भनेपछि खाको खाइ नगर्ने। एउटा सामान्य व्यक्तिले दिनमा 2.5 देखि 3 लिटर पानी खानुपर्छ कमसेकम। तर त्यसमा पनि के छ भने चाहिँ काम अनुसार फरक छ। जस्तै हेभी वर्कहरु गर्ने, पसिना दिनभरि काम गर्ने मान्छेहरुको अलिक थोरै फरक हुन जान्छ हैन। र कस्तो कस्तो अवस्थामा पानी धेरै खाइएको अनुभव भइरहेछ, कस्तो अवस्थामा पानी थोरै खाइएको अवस्था अनुभव भइरहेछ भन्ने विषयमा पनि मैले भिडियो बनाएको छु, हेर्नु होला हैन। त्यसैगरी प्रशस्त मात्रामा पानी खानु। पानी खाँदाखेरि के हुन्छ भने चाहिँ हाम्रो शरीरमा भएको विकार वस्तुहरूलाई के गर्छ भने चाहिँ यो पसिनाको मार्फतले, पिसाब युरिनको मार्फतले के गर्छ भने बाहिर एक्सक्रिट आउट यानि कि डिटक्स गरेर बाहिर फाल्ने काम गर्छ हैन। त्यसले गर्दाखेरि हामीले प्रशस्त मात्रामा पानी खानु पर्यो हैन। दोस्रो के रहेको छ भने चाहिँ अब नुनको मात्रा। हेर्नुहोस्, नुनको मात्रा मैले अघिल्लो भिडियोमा पनि बनाएको छु। नुनको मात्रा हामीले सन्तुलित नुनको मात्रा खानुपर्छ। धेरै चर्को खाने बानी छ भने प्लिज त्यो अलिकति विचार गर्नु होला हैन। धेरै चर्को गर्दाखेरि पनि हाइपरटेन्सनको रिस्क फ्याक्टरमा पर्छ। हामीले अघिल्लो भिडियोमा तयारी गरे हैन, हामीले अघिल्लो भिडियोमा कुरा गरेको थियौं। त्यसले गर्दाखेरि नुनको मात्रा ठिक्क खाने, बढी मात्रामा नुन खानु भएन हैन। र नुनिलो गुलियो जस्तै प्याकेट फुडहरु भयो हैन, जङ्क फुडहरु भयो, त्यसमा नुनको मात्राहरु बढी छ भने त्यस्तो जुन अचारहरु भयो, अचारहरुमा अलिकति बाइचान्स नुनको मात्रा बढी हालेको छ भने त्यस्तो अचारहरु चाहिँ नखानु होला हैन। त्यसैगरी तेस्रो पोइन्ट के रहेछ भने हाई ब्लड प्रेसर जस्तै उच्च रक्तचाप। जुन हामीले 7वटा बानी, 7वटा रिस्क फ्याक्टरलाई कसरी समाधान गर्न सकिन्छ, त्यो रिस्क फ्याक्टरबाट कसरी बच्न सकिन्छ, त्यो रिस्क फ्याक्टरहरु के छ हैन, त्यसको बारेमा हामीले कुरा गरेको त्यो चाहिँ विचार गर्नु होला। जस्तै 7वटा जुन रिस्क फ्याक्टर छ नि, त्यो रिस्क फ्याक्टर के हो? हाइपरटेन्सन गराउने रिस्क फ्याक्टरहरु हो। त्यसले गर्दाखेरि हाइपरटेन्सन मतलब उच्च रक्तचाप भएको बिरामीहरुलाई चाहिँ के हुन्छ, किडनीको समस्या हुने समस्या धेरै हुन्छ हैन। त्यसले गर्दाखेरि उहाँहरुलाई त्यो उच्च रक्तचापको बिरामीले अथवा उच्च रक्तचाप हुँदाखेरि चाहिँ किडनीको समस्या धेरै देखिले गर्दाखेरि के हुन्छ भने चाहिँ उच्च रक्तचाप हुनै नदिनेलाई के भन्छ, हामीले त्यो 7 रिस्क फ्याक्टरलाई चाहिँ कम गर्नु पर्यो। त्यसैगरी चौथो पोइन्ट के रहेछ भने चाहिँ अब सुगर। कतिपय मान्छेलाई गुलियो धेरै मन पर्छ हैन, गुलियो निकै खान्छ। तर यो सुगरले, चिनीले के गर्छ भने चाहिँ हाम्रो शरीरलाई जुन फिल्टर गर्ने क्यापेसिटी हुन्छ नि, त्यसमा अलिक असर पुर्याइरहेको हुन्छ। र कतिपय के हुन्छ भने चाहिँ कतिपय गुलियो पार्नलाई चाहिँ कतिपय इन्डस्ट्रीजहरुले, फ्याक्ट्रीहरुले, कम्पनीहरुले चाहिँ कुनै वस्तुलाई खाने चीजहरुलाई, स्न्याक्सहरुलाई प्रायः जस्तो के हुन्छ नि, गुलियो बनाउनलाई चाहिँ उले डिफ्रेन्ट केमिकल्सहरु प्रयोग गरिरहेको हुन्छ हैन। त्यसले गर्दा पनि हाम्रो किडनीलाई के गर्छ, असर गरिरहेको हुन्छ। त्यसले गर्दाखेरि त्यस्तो कुराहरुमा चाहिँ पनि ध्यान दिनु पर्यो। त्यसैगरी हाम्रो 5 नम्बरको बानी के ह्याबिट्स के रहेको छ भने जस्तै अब फिजिकल एक्सरसाइजको कुरा गरौँ, जसमा के भन्छ भने चाहिँ कम्तीमा बिहान मर्निङ वाक आधी घण्टा मर्निङ वाक गर्नु पर्यो। मर्निङ वाक आइसकेपछि के अलिअलि एक्सरसाइजहरु गर्नु। यसले गर्दाखेरि के हुन्छ, फिट हुन्छ हैन। फिट भइसकेपछि के हुन्छ भने चाहिँ प्रेसरहरुको समस्याहरु भएन हैन। र फिट भइसकेपछि के हुन्छ भने चाहिँ अलिकति एक्सरसाइजहरु पनि गर्दाखेरि के हुन्छ भने चाहिँ हाम्रो बडीको जुन डिटक्सिफिकेसन अथवा त्यो छ नि, त्यो प्रोसेसहरु पनि राम्ररी हुन्छ र त्यो हाम्रो शरीरमा भएको जो नराम्रो पदार्थहरु चाहिँ के हुन्छ नि, बाहिर जानमा पनि हेल्प गर्छ। त्यसले गर्दाखेरि पनि हाम्रो यो फिजिकल एक्सरसाइज नै दैनिक कम्तीमा 30 मिनेट चाहिँ मर्निङ वाक गर्नु पर्यो हैन। एक्सरसाइजहरु गर्नु पर्यो। त्यो कुरामा पनि अलिकति ध्यान दिनु पर्यो। त्यसैगरी अर्को ह्याबिट के रहेको छ भने अब अनावश्यक औषधिको प्रयोग। जस्तै अलिकति मैले म बारम्बार हाम्रो दिदीबहिनी आमाबुवाहरुलाई चाहिँ अलिकति यो जनचेतना भइरहोस् भनेर चाहिँ हैन म पहल गरिरहेको हुन्छु, आफ्नो तर्फबाट चाहिँ गर्ने कोसिस गरिरहेको हुन्छु हैन। यसमा के भन्छ, अनावश्यक औषधिहरु, अलिकति घाँटी दुख्यो हैन, अलिकति के टाउको दुख्यो भने औषधि खाइदिने। औषधि के भन्छ, हामीले पनि सुनेको छौं, औषधिले के गर्छ भने सबै व्यक्तिलाई थाहा छ। औषधिले के अनवान्टेड औषधि धेरै मात्रामा खाइयो भने के हुन्छ भने चाहिँ औषधि भनेको एउटा
बिरामी पर्दा मात्रै खाने, अत्याधिक बिरामी पर्दा खाने, तर अनावश्यक रूपमा अलिकति आज पनि सुत्दा पनि औषधि, उठ्दा पनि औषधि खाने बानी राखे पनि त्यस्तो व्यक्तिहरूलाई चाहिँ औषधि किडनीलाई समस्या गर्ने हुन्छ होइन, किडनीलाई असर पार्ने गर्छ। त्यसले गर्दाखेरि धेरै अनावश्यक औषधिहरू पनि नखानु हो। अनावश्यक औषधिको प्रयोगले गर्दा नि किडनीमा समस्या हुन्छ होइन, र अनावश्यक औषधिको प्रयोग गरेन भने हाम्रो हाम्रो मृगौला अथवा किडनी चाहिँ स्वास्थ्य रहन्छ भन्ने कुरा हामी बुझ्नुपर्छ होइन। त्यसै गरी अर्को हाइब्रिड रहेको चाहिँ के रहेको छ भने मृगौला मैत्री खानेकुरा जस्तै अब कस्तो कस्तो खानेकुराले हाम्रो किडनीको लागि राम्रो हुन्छ होइन, राम्रो हुन्छ त्यो कुरा चाहिँ के जस्तै अब हरियो सागपातहरू बढी मात्रामा खानु पऱ्यो, भैलो फलफुलहरू बढी मात्रामा खानु पऱ्यो होइन, रेसेदार जस्तो फाइबर्सहरू भएको खानेकुराहरू मजाले खानु पऱ्यो होइन। यो सोडाहरू मिलाएको कुराहरू चाहिँ खानु भएन, त्यो कुरा चाहिँ विचार गर्नु पऱ्यो होइन। त्यसले गर्दाखेरि किडनीलाई चाहिने किडनी मैत्री भन्छौँ नि, त्यो किडनीको लागि कस्तो कस्तो खानेकुराहरू राम्रो छ होइन, जसले किडनीलाई हेल्दी राख्छ भन्ने कुराहरूमा पनि विचार गर्नु पऱ्यो। र यिनै हुन् हाम्रो 7वटा बानी बेहोरा, जसले गर्दाखेरि हामीले गरेर हामीले चाह्यो भने चाहिँ हामीले आफ्नो मृगौला यानि कि किडनीलाई चाहिँ स्वस्थ राख्न सक्छौँ भन्ने कुराहरू यही 7वटा छन्। यो विचारमा कमसेकम यति चाहिँ गर्नुभयो भने हाम्रो किडनी भोलि गएर किडनीको कुनै समस्या, ब्लड प्रेसरको कुनै समस्या होइन, त्यो समस्याहरू नहोस् भन्न चाहनुहुन्छ भने यो 7वटा चाहिँ हाइब्रिडहरू चाहिँ अपनाउनु हुन अनुरोध गर्दछु होइन। र म विभिन्न भिडियोहरू जनचेतनामूलक भिडियो बनाइरहेको हुन्छु, बिना जनचेतनामूलक भिडियो बनाइरहेको हुन्छ कि यो कुराहरूले सबैजनालाई थाहा होस् र उहाँहरूले आफ्नो बानीमा अपनाओस् भन्ने विषयले एउटा हौसलाले गर्दाखेरि एउटा यो भिडियो बनाउन आँटेको होइन। त्यसले गर्दाखेरि तपाईँलाई भिडियो चाहिँ कस्तो लाग्छ त्यो प्रतिक्रियाहरू चाहिँ तपाईँ दिनुहुन्न है, किनभने कमेन्टै देख्दिनँ म के चाहिँ त्यसमा मैले सुधार गर्नुपर्ने पक्षहरू कस्तो कस्तो छ होइन, कि अझै मैले के विषयमा भिडियो बनाउनुपर्छ भन्ने होइन, कस्तो कस्तो कुराहरू तपाईँहरूबाट पनि आइडिया पाउँदा चाहिँ मलाई अलिक सहयोग हुन्थ्यो होइन। यसरी कमेन्टहरू यो भिडियोहरू चाहिँ धेरैजनाले हेर्नुहुन्न भने म अलिकति डिमोटिभेट हुन्छु जस्तो पनि मलाई फिल हुन्छ कि, तर पनि म आफ्नो काम चाहिँ गरिराख्नेछु होइन। म एउटा स्वास्थ्यकर्मी हो, तपाईँलाई म स्वास्थ्य काम साथसाथै यो चाहिँ जनचेतनामूलक यो कामहरू पनि गरिरहेको छु, जसले गर्दा मलाई चाहिँ खुसी लाग्छ कि फिल हुन्छ होइन। त्यसैले म बिदा चाहन्छु। म स्वास्थ्यकर्मी विजय यादव, तपाईँहरू स्वस्थ रहनुहोस्।